एउटा भाषण, एउटा भिडियो अनि देशभर बहस, स्वदेशमा मात्र होइन विदेशमा पनि चर्चा परिचर्चा यतिखेर व्यापक भएको छ। आखिर को हुनुहुन्छ डिएसपी प्रचण्डराज चौधरी? किन उहाँको अभिव्यक्ति यति धेरै भाइरल भयो? आउनुहोस् तथ्यमा आधारित पुरा जानकारी हेरौँ। नेपाल प्रहरीका डिएसपी प्रचण्डराज चौधरी सुदूरपश्चिम प्रदेशमा कार्यरत प्रहरी अधिकृत हुनुहुन्छ। उहाँ इलाका प्रहरी कार्यालय सुक्कट कैलालीमा कार्यरत रहँदा विद्यालयमा आयोजित लागु औषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रममा सहभागी हुनुभएको थियो। सो कार्यक्रममा विद्यार्थीलाई सम्बोधन गर्दै उहाँले प्रहरीको कर्तव्य कानुन कार्यान्वयन र नागरिकलाई न्याय दिलाउनु रहेको सन्देश उहाँले दिनुभएको छ। सो क्रममा उहाँले हामी बालेनको पुलिस होइन नेपाल पुलिस हो भन्ने अभिव्यक्ति दिनुभएको थियो। यही भनाइको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बन्यो। भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा दुई प्रकारका प्रतिक्रिया देखिएका छन्। धेरैले उहाँको स्पष्ट अभिव्यक्तिको समर्थन गर्दै कानुन सबैका लागि समान हुनुपर्ने सन्देशको प्रशंसा गरेका छन्। अर्कोतर्फ केहीले सार्वजनिक पदमा रहेका प्रहरी अधिकृतले यस्तो अभिव्यक्ति दिँदा थप सावधानी अपनाउनु पर्ने पनि टिप्पणी गरेका छन्। पछि डिएसपी चौधरीले आफ्नो भनाइको सानो अंश मात्र सामाजिक सञ्जालमा फैलाइएको र आफ्नो उद्देश्य विद्यार्थीलाई कानुन, जिम्मेवारी र प्रहरीको भूमिकाबारे प्रेरित गर्नु रहेको बताउनु भएको छ। यस घटनापछि उहाँबारे थप चर्चा सुरु भएको छ। नेपाल प्रहरीले पनि यस विषयमा आवश्यक आन्तरिक प्रक्रिया पनि अघि बढाएको छ, तर कारबाही भने अहिलेसम्म भइसकेको पुष्टि पनि भएको छैन। डिएसपी प्रचण्डराज चौधरीले सो भिडियोमा भन्नुभएको छ, हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो, त्यसकारण हामी नेपाल पुलिस हो। हामी बालेनको पुलिस पनि होइन, हामी नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई चाहिँ न्याय दिलाउने पुलिस हो, यो नेपाल पुलिस हो। र केपी ओलीलाई थुन्ने पुलिस पनि यही पुलिस हो। त्यसकारण हामी नेपाल। यो वर्दी राष्ट्रपतिले पनि लगाउन पाउनुहुन्न। नेपाल प्रहरीको वर्दी प्रहरी सेवाकै प्रतीक भएको सन्दर्भमा म 2070 सालमा 138 जना मध्ये छनौट भएर आएको मान्छे हुँ। हामी भोट हालेर टीका लगाएर आएका होइनौँ, दारू भात खाएर आएका पनि होइनौँ। सार्वजनिक भएका क्लिपहरूमा उहाँले आफ्नो भनाइ सार्वजनिक नगर्न अनुरोध पनि गरेको सुनिन्छ, तर त्यसपछि भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भयो। अब प्रश्न तपाईलाई, डिएसपी प्रचण्डराज चौधरीको अभिव्यक्ति सही थियो कि थिएन? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्।